पल्टनबाट फर्किएको 1.5 घण्टामा हत्या। शनिबार साँझ भेरीगङ्गा नगरपालिका 12 छिन्चु बजारमा खत्रीले श्रीमती प्रेमा ओलीलाई आफूले सामानहरू पठाएको भन्दै बोलाए। प्रेमा घरबाट छिन्चु जाने भन्दै छोरीलाई माइतीमा छाडेर हिँडेका उनका मामा नाता पर्ने ईश्वर खड्काले जानकारी दिए। मामाका अनुसार श्रीमानले सामान साथीसँग पठाएको र लिन जान लागेको माइतीलाई जानकारी गराएकी थिइन्। त्यसपछि प्रेमा छिन्चु बजारतिर लागिन्। उनका श्रीमान खत्री नेपाली सेनाको बिरदल गढमा कार्यरत थिए। उनी बिदा लिएर शनिबार साँझ मात्र छिन्चु पुगे। उनले प्रेमालाई आफू केही दिनपछि आउने तर सामान साथीसँग पठाएकोले तिमी बाहेक अरू कसैलाई नपठाउनु भन्दै छिन्चु बोलाएका थिए। प्रेमा घरबाट सामान लिन भनेर छिन्चु बजार पुगिन्। साँझ 6:30 बजेतिर छिन्चुमा श्रीमान र श्रीमती बीच भेट भयो। खत्रीले सामान साथीसँग पठाएको भनेर ढाँटेका थिए। उनीहरू बीच भेट भइसकेपछि घरतर्फ लागे। विगत 5 वर्षदेखि सम्बन्धमा खटपट भएको उनीहरूको बाटोमै झगडा सुरु हुन थाल्यो। छिन्चु बजारदेखि साँझ 7 बजेतिर उनीहरू दुवैजना झिङ्गेनाला खोलाको पुल तरेर उत्तर पूर्वको रामजानकी सामुदायिक वनतर्फ लागे। त्यहाँ उनीहरूको आधा घण्टा बढी झगडा चलेको प्रहरीको भनाइ छ। उनीहरू बीच भेट भएको केही बेरमा खटपट भएर झगडा परेपछि घटना भएको खत्रीले प्रहरी समक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी रूपेश खड्काले जानकारी दिए। आधा घण्टासम्म हामी दुईजनाको झगडा भयो। सम्झाउने अनेक प्रयत्न गर्दा प्रेमाले नमानेपछि कुटे। अझै आधा घण्टासम्म जङ्गलमै बस्यौँ। पछि प्रेमाको टाउकोमा ढुङ्गाले हानेर लडाए। विगतदेखि एक अर्कामाथि शङ्काले यो घटना घटेको निष्कर्ष प्रहरीको छ। एसपी खड्काले भने प्रेमाले श्रीमानलाई अर्कै केटीसँग लाग्ने भनिरहेको र श्रीमान खत्रीले पनि प्रेमामाथि शङ्का गर्दा हत्या भएको गम्भीर आरोप छ। रिसको आवेगमा हानेका खत्रीले प्रेमा उठ्दै नउठेपछि आफै मरेको हो भन्ने बनाउन घाँटीमा प्रेमाको शल्य कसेर खोलाको किनारमा फालेर घर गएको बयान प्रहरीमा दिएका छन्। प्रेमालाई खोल्सामा फालिसकेपछि खत्री 8 बजे घटनास्थलबाट गुर्बाकोट घर गएको प्रहरीले जनाएको छ। खत्रीले आफू पल्टनबाट फर्किएर श्रीमतीसँग भेट भएको करिब 1.5 घण्टामै हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार प्रेमाको हत्या आफूले एक्लै गरेको र प्रेम सम्बन्ध नै मुख्य कारण रहेको बयानमा दिएका छन्।